मेरो घरमा लग्ने भनेर हेर्नु न यस्तो बस्ने ठाउँमै छैन। मेरो भिनाले त पुरा प्याचिसक्नु भयो सामान समातेर। म त पुरा यहाँ यसरी एउटा कुनामा खुट्टा कोचारेर अब के भन्नु खै। अनि आज चाहिँ हामीहरू जाँदैछौँ कि म त साह्रै खुसी छु आफ्नो गाउँ जान पाउँदाखेरि। अनि हजुरहरू एकदम सन्चै हुनुहुन्छ भन्ने आशाका साथ मैले भ्लग स्टार्ट गर्दैछु ट्याक्सीदेखि। हेलो का सबै हाम्रो भ्लग हेरेर माया गरिदिनु होला। मैले चाहिँ बनाएर चाहिँ चाहँदैन कि अब टाइमै मिल्दैन यो इन्डियाको ठाउँमा काम गरेर खाइसके यस्तै हो। मेरो भिनाजु चाहिँ उता मुस्कुराउँदै हुनुहुन्छ है हो। हेलो भिनाजु कतिको खुसी हुनुहुन्छ त तपाईँ नि? त्यही माथि 40 जानु पाएर फेरि हाम्रो भिनाजु मस्किन यस्तै पुरै हाम्रो दादा चाहिँ जानुभयो पल्लो पनि हामीसँग नै आउनु लाउनु भयो त्यो खै उताको मान्छेले चाहिँ आउन सक्दैन भनेर हामी चाहिँ ट्रेनको गर्दैछौँ नि त त्यही भएर। ल हेर्नु होला के कस्तो हुन्छ म सबै तपाईँलाई जानकारी गराउने नै छु। भ्लगलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है गाइज। बाई बाई भेटौँला। अहिले चाहिँ हामी ट्याक्सीबाट उत्रेर यहाँ स्टेसनतिर आएका छौँ। हेर्नु न गाइज यत्रो सामान छ। एयरपोर्ट अरे काहीँ नभएको मान्छे चिन्दैन नि। हाम्रो भिनाजु चाहिँ उल्लुबाट लोकल ट्रेनमा जान लगाएको हेरौँ कस्तो हुन्छ हजुरहरूलाई जानकारी गराउँछु। टक्क यस्तो स्कुटीमा जानु पाएछ यहाँदेखि नेपालसम्म कस्तो चाहिने अब गाई यहाँको स्टेसन। मेरो भिनाजु चाहिँ लुक्नु भयो कस्तो मजाले खाइरहेछ। चबाउनु त खै देखाइरह चबाउनु न अलिकति अरू चबाउनु चबाउनु चपाउनु भने के अरे यसको नाम के हो? कार जस्तो हुन्छ नि नेपालको चाहिँ कार जस्तो त्यो खाँदैछन् के। अनि यस्तो मुखको कस्तो हुन्छ भन्दा हाम्रो सिट चाहिँ कता हो? यो अर्काको यो सिट हाम्रो थियो यो सिट अगाडि अनि उहाँलाई चाहिएको चाहिँ अरू केही थियो कि अब दिदीले त त्यही भने माछी त्यही हो कोही केटा बाहेक कोही देख्दैन यता पनि हाम्रो भिनाजु नाता सक्नुहुन्छ। उता चाहिँ दादा कोसँग बोल्दै आफ्नो गर्लफ्रेन्ड अनि उहाँको चाहिँ अब बुढी घरमा छु नि त त्यही भएर म पनि छु यहाँ कुरा हाल्ने। त्यही भएर केही बोल्नु भएको छैन मोबाइल स्विच अफ गरेर बस्नु। अनि के अर्डर गर्नुभएको त नि खानको लागि? साली भएको चाहिँ फाइदा हो कि भिनाजुले खिलाइराख्नु। अलिअलि सिट छिनेर ल्यायौँ कि अलिकति भोग्ला जस्तो भएर। पिज्जा चाहिँ आउने 1 घन्टा लाग्यो। केटी जस्तै त्यो खाएर दादा म चाहिँ अहिले यो चनाको चटपटे खाँदैछु। भिनाजु पनि खाँदै हुनुहुन्छ। हाम्रो सिट कभर भइसक्यो कि यहाँ आन्टी सुत्नु भएको यसरी जाँदैछौँ। भोलि कतिखेर पुग्छौँ छैन। खाएर बसिरहेको यो चाहिँ मेरो भिनाजुहरूले चाहिँ खानु भएन क्या दादाहरू त्यहाँ परेको हामीले चाहिँ खाइसक्यौँ। मैले चाहिँ खानै सकेन कि फेरि प्याक गरेर राख्दैछु यिनीहरूलाई चाहिँदैन भनेर। अनि खाली छ अहिले चाहिँ बिस्तारै सुत्याउनु आफ्नो दुनियाँमा सन
त्यो चाहिँ भ्लग बनाउन पाएन कि मोबाइल चलाउनु कि खानु कसरी खानु फोटो उठाउनु जान्छ चाहिँ अर्को दिनको भ्लग हो मर्निङ भिडियो यस्तो छ यहाँ मन्त्री आउँदैछ क्या यहाँ यस्तो स्वागतको लागि बसेको कस्तो लाग्दैछ कहाँ पुग्यो भिन्न चाहिँ हामी मथुरा हामीहरू 12-12:30 बजीसम्म पुग्छौँ भने आऊ अब हेरौँ के हुन्छ गयो मन्त्रीको छुट्टै ट्रेन देखेर कस्तो लाग्यो मन्त्रीको छुट्टै ट्रेन देखेर मन्त्री जाने बित्तिकै निकाल्न लाग्यो क्या हो फुलमाला त अब हामी चाहिँ 2 स्ट्यान्ड पछि पुग्नेछौँ यो नेपाल पुग्न कस्तो टाइम लाग्छ अझै जिप चेन्ज गर्नु त्यहाँ गएर जिपमा बस्ने महिनगर पछि अनि फेरि अर्को बस स्टप चेन्ज गरेर बसमा जानु पार्क जस्तै छ यो त फेरि मुखमा हुन्छ नि कुकार टाइपमा हालेर आउनु यहाँ ठोकियो क्या अहिले यस्तो यो छ नि यो कोनामा ठोकियो अघि मलाई त्यस्तै भएको थियो कि म के पो समाउँदा थियो त्यहाँ ठोकिँदा के भन्नु चाहिँ अग्लो मान्छे भएपछि त्यस्तै हुन्छ भनेर चाहिँ अहिले आफै बेला पर्नु भयो टाउकोमा लायो हामी स्टेसनबाट उत्रेर त्यो गाडीमा हामी जिपमा बसिसक्यो फाइनली हामी भुटिया भात खानु पर्यो भुटेको भात चाहिँ होइन बिरयानी जस्तो के हो फाइनली हिँड्यो है यहाँबाट अरे यो गड्डा चौकी हो अरे ऊ राकेशले भन्दै त हामीलाई क्या त म चाहिँ यस्तो कुनामा तिमीले गाडी बनाए बाइक सम भने मोबाइल चलाइदिएर गर्नु न झगडा हाल्छु बोल्नु त झगडा आउँदैछ है गाई प्रष्ट विचार मारिदिनु त हेर्न जनता जान्न अब दादा Alright, so guys, we reached Banbasa pool. You can look around. What the scenario is this? Actually, my sister don't know English. That's why I'm speaking like that. इंग्लिश की स्पेलिंग बोलो पहले इंग्लिश की स्पेलिंग बोलो इंग्लिश की स्पेलिंग बोलो इंग्लिश भन्नु न इंग्लिश बोलो इंग्लिश अभी इंग्लिश में बात कर रहे थे तुम इंग्लिश ही तुमको बोलने नहीं आता शर्म आ रहा है शर्म जो करे शर्म उसके फूटे करम इधर देखो भन्नु न इंग्लिश मैले भने नि दादा बना यस्तो सिकाइ हाम्रो दिनजुदा इङ्ग्लिस बोल्न आउन अनि केही टेन्सन नलाग्नु हिँड्नु हामी सिकाइदिन्छौँ हजुरलाई यता हेरेर सिक्छु भनेर यस्तो गर नि त सिक्छु भन सिक्छु ल हामीहरू चाहिँ बोर्डर नाका क्रस गरेर आइसक्यौँ है फाइनली बाँचेर यस्तो डराएको थिएन यो पत्रकारहरूले यस्तो गर्छ जस्तो गर्छ हाम्रो भिनाजुको गोजीबाट त के निकालेको थियो अरे यो निकालेको थियो यस्तो डराउनु भएको होइन त फेरि
मलाई शुद्ध डर लागिसकेको थियो भिदाजुलाई त्यही पक्राउ गर्छु तर केही छैन जाऊ भन्थ्यो खुसी लाग्यो फाइनली हामीहरू सेफ तरिकाले बोर्डर क्रस गरेर आइसक्यौँ अनि जाँदैछ आधा त अटोमा गयो अब हामीहरू चाहिँ हिँड्नै रुचायौँ किनभने बसी बसी आँख्यौँ अनि यहाँको भ्युज हेर्न सक्नुहुन्छ गाइस दामी छ हरियाली सिन थाकिसक्यौँ सासा भइसक्यौँ एउटा बिरयानीको सहारामा हामीहरू हिँडिरहेका छौँ खै खाएर देखाइदिनु त यस्तो हो यो यस्तो हो कि छोप्छ भनेर डराएको थियो तर के गर्नु आउन दिइहाल्यो म त पुरै पसिनाले गएर कालै कालो भइसकेँ यहाँ चाहिँ ऊ लग्दै हुनुहुन्छ सिगरेटको मजा ल पछि भेट्नुपर्छ अत्तरिया पुगेपछि बाई यो भारतको सिमाना अब हामी क्रस गर्दैछौँ नेपाली अन्डा नेपालीमा पुग्दैछौँ होइन हेर्नु गाई इन्डिया र भारतको झन्डा यसरी लगाइएको छ कस्तो लाग्दैछ त बोर्डर क्रस गरेर कस्तो लाग्दैछ बोर्डर एकदम राम्रो लागिरहेको केही पनि महेन्द्रनगरदेखि अत्तरिया आज भिना नेपाली झन्डा भएको ठाउँ आइपुग्यो गाई हामीहरू अब भारतको नातालाई छोडिसक्यौँ यो चाहिँ नेपाली नाता हो सो गाई हामीहरू चाहिँ हिजो राति पुगेका थियौँ तर ब्लगै भएर अहिले गर्दैछु यहाँको मर्निङ चाहिँ यस्तो सर्लक्कै अब चाहिँ म आफ्नो घर जाँदैछु एकछिनपछि दर्शन गरेर 1.5 घन्टा लाग्छ त्यसपछि सो गाइज म चाहिँ जाँदैछु बहिनी मलाई पुऱ्याउन आएको छैन यो चाहिँ म फुपूको घरदेखि जाँदैछु कि हिजो ढिला भइसकेको थियो जानै मिलेन एउटा सुटकेस चाहिँ त्यही होटलमै छ क्या ढिला भएर ल्याउनै पाएनौँ त्यो सुटकेस ल्याउनुलाई होटलमा जानुपर्छ फाइनली म चाहिँ बस्न यिनी बजै चाहिँ अघिदेखि पुगेर पनि गाई सपिङ गर्न हिँडेको दसैँको सहज क्या किन्ने अरे शेरवानी किन्ने हो म त हामी चाहिँ जाँदैछौँ कस्तो धुप छ कि गाई हेर्नु न यो सनलाइट पनि आँखैमा आउँछ ब्राइटनेस कम गर्नु पर्यो माथि सुलेको यस्तो गर्मी छ त्यही पनि जाँदैछौँ साथै छैन